हेलो साथीहरु नमस्ते। आज म तपाईहरुसँग चाहिँ हेल्दी टेस्टी अनि मिठो रेसिपी सिला रोटीको रेसिपी बनाउन गइरहेको छु। यसको लागि हामीलाई चाहिने सामग्रीहरु पिठो, दूध र चिनी भए हामीलाई मजाले पुग्छ। पहिला हामीले पिठो मुस्ने, पिठोको राम्रोसँग मुसेर डोब बनाउने। हामीले रोटी हाल्ने जतिकै बनाउँदा हुन्छ र त्यसपछि हामीले दूधलाई उमाल्ने, दूध उमालेर मैले अर्को भाँडामा खनाएँ। त्यसपछि मैले अघि बनाएको डोबको यसरी आफ्नो तरिकाले जुन शेप दिने हुन्छ, मैले चाहिँ यस्तो शेप दिएँ। अनि तपाईहरुले आफ्नो इच्छाले जुन शेप दिने हुन्छ, रोटी बेली चाहिँ गरेर काट्ने हुन्छ चक्कुले। अनि यसलाई हामीले यसमा राखिदियौँ। अब यो बिस्तारै बिस्तारै पाक्दै छ। यो 15 देखि 20 मिनेटमा तयार हुन्छ। यसरी पाकिसकेपछि तपाईहरुले हेर्न सक्नुहुन्छ। मैले यसमा माथिबाट चिनी एड गरे। चिनी चाहिँ तपाईहरुले आफ्नो टेस्ट अनुसार। अनि यसरी पाकिसकेपछि अब तयार भइसक्यो र हामीले यसलाई सर्भ गर्न गइरहेका छौं।